टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ आज हरिबोधनी एकादशी, तुलसी विवाह गरेर मनाइदै सम्बन्धी प्रसङ्गबाट। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै हरिबोधनी एकादशी पर्व आज मनाइँदैछ। यस वर्ष बुधबार र बिहिबार 2 दिन एकादशी परेकाले स्मृतिका आधारित भई धार्मिक कर्म गर्नेले, अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहिबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन्। अषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा सागरमा सुतेका विष्णु ब्युतिने भएकाले आजको एकादशीलाई हरिबोधनी वा प्रबोधनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधनी एकादशीका दिनसम्म 4 महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। विष्णु श्री र सागरमा सुतेकाले यी 4 महिना विवाह व्रत बन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ। यस समयमा खोला, नदी नाला, बाढी पहिरो आउने र सर्प जस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णु प्रिय भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालेको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवाह गर्छन् भन्ने धार्मिक विश्वास छ। आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिना वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैसँगै तुलसीको मठ हुने घरलाई तीर्थ सम्मान मानिन्छ। तुलसीको सुगन्धले 10 दिशा पवित्र हुन्छ भनिन्छ। तुलसीको पूजा गरिएको घरमा यमदूत पनि बस्दैन भन्ने अवस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीको पात, डाँड वा फूलको रस रुघाखोकी, ओलाएको लगायत रोगका लागि औषधि हुन्छ। आजका दिन काठमाडौँ उपत्यका 4 नारायण, भक्तपुरको चाङ्गु नारायण, ललितपुरको विष नारायण, काठमाडौँका शीश नारायण र इचगुना नारायण स्थानमा विशेष मेला लाग्छन्। यहाँ जान नसक्ने काठमाडौँको उत्तरमा रहेका बुढा नीलकण्ठ नारायण स्थानको दर्शन गर्दा 4 नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ। यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणबाट बच्न धेरैजसो नारायण मन्दिर बन्द गरिएको छ। मोहतरी स्थानीय प्रशासन र आन्दोलन पक्षबीच चाङ्गु बुद्धे सहमति भएपछि मोहतरीको तनाव क्रमशः सामान्य हुँदै गएको छ। बर्दिवासमा 6 वर्षीय बालिकाको अपहरणपछि हत्या र सो विरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागि घाइते भएका 1 जनाको मृत्यु भएपछि मोहतरीमा तनाव चुलिएको थियो। उक्त घटनाका सम्बन्ध पक्षबीच 4 बुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो। बुधबार साँझ बर्दिवासमा नागरिकता स्थलमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल बीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई
शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार र खर्चको व्यवस्था गर्ने विषयमा गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति भएको थियो। दुवै विक्षोभपछि प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृह मन्त्रालयमा पहल कदमी बढाउने टुङ्गो भएको छ। यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिवास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको यात्रुले गुनासो गरेका छन्। सहमतिपछि सडक र अवरोधन गर्नेसँगै सहमतिको कुनै सरोकार नभएको नागरिक स्तरबाट गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमालले बताए। गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिवास 14 की 6 वर्षीय बालिका गुलास खातुनका हत्यालाई हुँदैसम्मको कारबाही माग गर्दै मङ्गलबारबाट प्रदर्शन सुरु गरिएको थियो। मङ्गलबार बर्दिवासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बर्दिवास 1 का बुद्धिराज सञ्जय न्यौपानेको मृत्यु भएपछि आन्दोलन हिंसात्मक बनेको थियो। न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्च माग गर्दै बुधबार बर्दिवासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, शम्सी, सीतापुर र गौशाला सहितका ठाउँमा प्रदर्शन भएका थिए। बर्दिवासमा जिल्ला प्रशासनले जारी गरेको निषेध आज्ञा तोड्दै प्रदर्शनकारीले दिनभर प्रदर्शन गरेका थिए। गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरात उनको घर नजिकै बोरामा खादिएको अवस्थामा फेला परेको थियो। हत्या आरोपमा गौशाला नगरपालिका 5 का 26 वर्षीय अरुण कुमार शाहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको छ। प्रदेश 2 का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बेरागीको हत्यारालाई कारबाही गर्नुपर्ने बताएका छन्। आफ्ना व्यक्तिगत स्वास्थ्य पूर्ति गर्नका लागि अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल रोहतटका अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बेरागीको हत्या गर्ने हत्यारालाई अविलम्ब हतकडी लगाउनु पर्ने राज्य मन्त्री यादवले बताए। रोहतटको गडुडा नगरपालिका 1 जयनगरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री यादवले यस्तो बताए। आफ्नो निहित स्वास्थ्यका लागि नेकपाको एक नेताको योजनामा बेरागीको गोली हानी हत्या गरिएको उनले दाबी गरे। जनता समाजवादी पार्टी नेपालका केन्द्र सदस्य समेत रहेका राज्य मन्त्री यादवले सत्ता र पावरको आडमा बेरागी सहितको व्यक्तिको हत्यारा रोहतटमा खुलेआम घुमिरहेको बताए। आधा दर्जन भन्दा बढी निर्दोष व्यक्तिको हत्या गर्ने हत्यारालाई सरकारले अहिलेसम्म कारबाही गर्न नसक्नु र उसले सत्ता र पावरको बलमा खुलेआम घुम्नुलाई उनले दुखद बताए। विगतका दिनमा भएका विश्व हिन्दू परिषद महासङ्घका अध्यक्ष काशीनाथ तिवारी, खेसहरियाका शिक्षक सुनिल यादव, पोतराहाका कृष्ण शाह, मनक राई, रामदेव यादव, नथुनी यादव, दोष मोहम्मद लगायतका व्यक्तिको हत्या नेकपाका रोहतटका नेताको योजनामा भएको भन्ने कुरा जनताले स्पष्ट रूपमा बुझिसकेको मन्त्री यादवले बताए। राज्य मन्त्री यादवले यी सबै व्यक्तिको हत्यारा रोहतटमा खुलेआम घुमिरहेकोले अविलम्ब नियन्त्रणमा लिन कारबाही गर्न सरकारसँग माग गरे। नेकपाका केही नेताको अहङ्कार, जातीय उन्माद, आपराधिक गतिविधि, आपराधिक चिन्तक तथा सोचका कारण रोहतटमा नेकपातर्फ सर्वसाधारण जनताको विस्तुति जागेको राज्य मन्त्री यादवले दाबी गरे। नेकपाको ती नेताको गलत सोच, ती तथा गलत सिद्धान्तका कारणले गर्दा सिङ्गो नेपाल कम्युनिस्ट पार्टी नै दमकमा हुँदै गएकोले उक्त नेताप्रति नेकपाका शीर्ष नेताले ध्यान दिनुपर्ने आवश्यक रहेको उनले बताए। विभिन्न हत्याकाण्डका दोषीलाई कानुनी दायरामा उल्याउने र पीडितले न्याय पाउनुपर्ने राज्य मन्त्री यादवले बताए। कार्यक्रममा नेकपा र काङ्ग्रेस परित्याग गरी 1 दर्जन भन्दा
बढी व्यक्ति जनता समाजवादी पार्टी नेकपामा प्रवेश गरेका छन्। नेकपाबाट खेक जफिर, बेतुल्लाल अन्सारी, दुर्गा चौधरी, काशी शाह, त्यस्तै काङ्ग्रेसबाट लाल बाबु भन्ने लाल बहादुर यादव, जितेन्द्र प्रसाद यादव, राजेश बेठ, जुनेदा लगायतका दर्जनौं व्यक्ति जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्न सबैलाई कार्यक्रमका प्रमुख अतिथि कृषि राज्य मन्त्री यादवले टीका र माला लगाएर पार्टीमा स्वागत गरेका छन्। प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा 3 जना बेपत्ता भएका छन्। नदीमा पुरिएर निस्किन सफल भएका छन्। चितवनको इच्छाकामनामा गाउँपालिका वार्ड नम्बर 4 स्थित नागदी खोलामा नजिकबाट लु 16931 नम्बरको पिकअप भ्यान बिहिबार बिहान 5:30 बजे त्रिशुलीमा नदीमा खसेको हो। दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वार्ड नम्बर 1 घर भएका 38 वर्षीय मुकुन्द बहादुर रोक्का घाइते भएका छन्। बेपत्ता हुनेमा मुकुन्दी श्रीमती 33 वर्षीय, जमुना रोक्का बिरामी छोरी 15 वर्षीय जिलिसा रोक्का र पिकअप भ्यान चालक 23 वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी डीएसपी सूर्य थापाले जानकारी दिए। घाइते मुकुन्दले पानीमा पडिरहेर बाहिर आएको प्रहरीलाई जानकारी दिएका छन्। उनको चितवनको भक्तपुर स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट करिब 60 मिटर तल त्रिशुली नदीमा खसेको छ। पिकअप भ्यान पानीले डुबेर नदीदेखि अवस्थामा रहेको प्रहरीले जनाएको छ। बेपत्ताहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिएको चितवनका प्रहरी प्रवक्ता थापाले जानकारी दिए। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडीआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए
नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट ठिक रोज्नुभयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै सङ्गीत छ, नाममै पहिचान छ, नाममै यसको तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्खला 2 दिने नेपाल भ्रमणका लागि आज आउँदैछन्। भ्रमणको पहिलो दिन बिहिबार भारतीय विदेश सचिवले आफ्ना नेपाली समकक्षीसँग पक्षीय सम्बन्ध र सहकार्यका विषयमा वार्ता गर्नेछन्। नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा 15 दिनपछि बिहिबार औपचारिक वार्ता हुन लागेको हो। परराष्ट्र सचिव भारत राज पौडेल र भारतीय सचिव हर्षवर्धन श्रृङ्खला नेतृत्वका प्रतिनिधि मण्डल बीच वार्ता हुन लागेको हो। नेपाल भारत दुवै नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादपछि रोकिएको कूटनीति वार्ता पुनः सुरु गर्न भारतीय विदेशी सचिव श्रृङ्खला आज काठमाडौँ आउन लागेको हुन्। बिहिबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसियाली महाशाखा प्रमुख यज्ञ बहादुर हमाल सहितका अधिकारी हुनेछन्। विदेश सचिव श्रृङ्खलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल भुटान मामिला हेर्न सहसचिव अरिनन्दम बागची, भारतीय राजदूत विनय मोहम्मद कवात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन्। भारतीय विदेश सचिव श्रृङ्खलाले बिहिबार नै राष्ट्रिय विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्न कार्यक्रम तय गरेको छ। यस्तै नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत नेतासँग पनि विदेश मन्त्री श्रृङ्खलाको शिष्टाचार भेट हुनेछ। शुक्रबार नेपालीय थिङ्क ट्याङ्क IDS-द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछ। 4 भदौ 2076 काठमाडौँमा 2 मुलुकका परराष्ट्र मन्त्रीय संयुक्त आयोगले बैठक गरिएको थियो। बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्कर आएका थिए। त्यसको 2 महिनापछि भारतले कालापानी समेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो। त्यसपछि 2 मुलुकबीच औपचारिक कूटनीतिक वार्ता गरिएको थियो। गत 15 अगस्टमा प्रधानमन्त्री ओली र भारतीय संसद नरेन्द्र मोदी बीच भएको टेलिफोन वार्ता औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो। त्यसपछि भारतीय गुप्त र संस्था र प्रमुख सामान्य कुमार गोप्य र सेनाध्यक्ष मनोज कुन्दन नरभेसले नेपाल भ्रमण गरेका थिए। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार हाल देशमा परिचय वायुको प्रभाव छ। पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्व बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभरका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका
थोरै स्थानहरूमा साथै प्रदेश नम्बर 1 का उच्च पहाडी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यस्तै राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा बदली हुनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश 1 का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतमा 1,35,000 भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा थप 518 जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या 1,35,261 पुगेको हो। पछिल्लो केही साताया संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो 24 घण्टामा 44,000 भन्दा बढी संक्रमित भएका छन्। थप 44,699 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 92,66,697 पुगेको छ। संक्रमित मध्ये अहिलेसम्म 66,77,986 जना संक्रमणमुक्त भएका छन्। हवस् त यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।